कैलोका बास भयो दैना जो बहादुर सुनाफाटा यहाँ खल्ला भजनी 8 बस्छु र 1 वर्ष भयो मलाई एक्सिडेन्ट भएको। अनि खुट्टा कमरबाट हड्डी निकालेर यसमा हालेको। यो खराब भयो हुँदाखेरि म त्यो फेरि बोन सिमेन्ट हाल्यो, बोन सिमेन्ट पनि निकाल्यो। यहीँ 3-4 चोटि अपरेसन भयो। अहिले यसमा यति हड्डी नै छैन यहाँ। अनि मेरो सबै कुछ खत्म भयो। पैसा, भैँसी, बाख्रा, राङ, जमिनहरू, किस्ता, ब्याजमा सबै निकालेर पैसा खत्म भइसक्यो, केही छैन। अब लास्ट मेरो यसमा अब क्यान्सरै देखाइदिएको छ। मैले मुखै छोडेर अब भनेर आफन्तहरू केही दुःख टेन्सन लिन्छन् कि भनेर मैले भनेको थिएन। अनि लास्टमा अब केही नभए पनि अब काठमाडौँ जा 16-17 लाख रुपियाँ बनाएर हात हो मेरो कमाइ खाने भाँडो भनेको यही हात हो, केही छैन। अनि छोराछोरीको सपोर्ट, अब छोराछोरी कमाउने लायक छैनन्, के गर्ने। अनि त्यस कारणले केही हजुरहरूको सहयोगले मेरो यो कमाइ खाने भाँडो बच्छ कि भनेर। अब खुट्टाको यो कमर 17 टाँका छन् यहाँ। अनि खुट्टाको यो हड्डी निकालेर यता त्यो मसिनो साइडको खुट्टाको हड्डी निकालेर यसमा हालेको। अब केही अब सहयोग अब भएको छैन। इन्डियातिर गएर पनि केही राम्रो इलाज गरौँ कि भन्ने सोच छ। अब सहयोग यताउताबाट कसैले गरेका छैनन्। अब चन्दै उठाउँ भने पनि अनि मलाई कसैले सहयोग गर्नुहुन्छ भनेपछि उहाँहरूको कृपा मलाई उहाँहरूलाई गर्न मतलब कि अब सहयोग पाऊँ उहाँहरूदेखि। कसैले गर्न चाहनुहुन्छ भनेपछि अब मैले अब त्यो किवर्ड वगैरह अब हालिदिएको छु। त्यसमा अब सबैको सहयोग मिलिदिया भए मेरो यो कमाइ खाने यो भाँडो, यो हात बच्छ कि भन्ने एक सोच थियो। अब केही छैन, परिस्थिति बहुत लास्टमा पुगिसकेँ म। अब यो बाटो यताबाट अब यता पुग्यो भनेपछि फेरि मेरो खतमै भइजान्छ। यो यता यहाँ पुरा अब यो सर्दै यहाँसम्म आइसक्यो। भित्र हड्डी खाइरहेको छ। त्यस कारणले